हुँदैन न पापीहरूको बाटोमा उभिन्दछ न त गिल्ला गर्नेहरूको आसनमा बस्दछ। तर उसको आनन्द परम प्रभुको व्यवस्थामा हुँदछ र उहाँकै व्यवस्थामा उसले दिनरात मनन गर्दछ। तब पानीका नदीहरूको किनारमा रोपिएको रुखै हुनेछ जसले आफ्नो ऋतुमा आफ्नो फलाउँछ। उसको पात पनि ओइलिने छैन अनि उसले जे गर्दछ त्यो सफल हुनेछ। भक्तिहीनहरू त्यस्ता हुँदैनन् तर भुसा जस्ता हुन्छन् जसलाई हावाले उडाइ लैजान्छ। यसकारण भक्तिहीनहरू न्यायमा खडा रहने छैनन् न त पापीहरू नै धर्मी जनहरूको सभामा खडा रहनेछन् किनकि परम प्रभुले धर्मी जनहरूको बाटो जान्नुहुन्छ तर भक्तिहीनहरूको बाटो नष्ट हुनेछ।